बिहानीको सुरुवातसँगै हाम्रो यो बिहानीको खाना चाहिँ यसबाट सुरु हुन्छ। मिठो मिठो ताजा ताजा यो सेलरोटीको तताएको सेलरोटी र 2टा अन्डासँग आफ्नै घरमा बनाएको यो सुप, सुँगुरको मासुको यो हड्डीको सुप र खुट्टकको सुप हो यो, र चिया, कालो चिया। र बिहानको सुरुवात चाहिँ हाम्रो करेसाबारीमा आफ्नै करेसाबारीमा उम्रेको यो रायोको साग र यो अन्डा चाहिँ यहाँ कुखुराले पारेको हाम्रो यो थुक्पासँग सुरु हुन्छ आजको बिहानीको सुरुवात। ल है त गाइस, हामी चाहिँ यस्तो छौँ। Hello guys, how are you guys? Hello. के त सन्चै? नाम सन्चै। हेलो गाइज, फ्याफुल्ला हामी चाहिँ अहिले पथरी बजारबाट यता जाँदैछौँ भ्लग बनाउने क्रममा। आजको क्रम चाहिँ हाम्रो भ्लग चाहिँ पुरो भएको छ। उता चिसो पानी गएर आएको हामी गाइज। अस्सलाम वालेकुम। ए हेलो 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 माइक चेक। हेलो गाइज, हामी चाहिँ डुलेर आएको आज। धेरै टाढा गयौँ पथरी बजारबाट। लाइक गाइज, यस्तै हो संसारमा। यो चाहिँ हाम्रो पथरी बजार हो। ल रमाइलो छ। हाम्रो कान्छीले घाँस काटिरहेछ। ए हो, अब हामी बाहिरबाट आयौँ होइन। आज धेरै टाढा घुम्न गयौँ वहाँदेखि। र क्यामेरा झोलामा छ। अब एकछिनमा सेटअप गर्छु भोलि। ल है गाइस, ल ल घुमेर आयौँ हामी। डल्ला डल्लीहरू पनि किन्यौँ। पथरीबाट हेर्दै आएको आज मेरो श्रीमती र म। हेर्नु त यता। हेलो भन्नु। हेलो। ओहो बिचारा बिचारा किन? बिचारा म बिचारा होइन त। के त बिचारा त म होइनै हुँदै होइन। बिचारा भन्नाले बिचाराको अर्थ अर्कै हुन्छ कि होइन। बिचारा भन्नाले त्यस्तो बिचारा होइन। तिमीले माइक्रोफोन लिँदै कि बिचारा होइन। बिचारा होइन है उहाँ चाहिँ। मेरो श्रीमती हो है केटा हो। बिचारा होइन। बिचारा होइन। होइन नि, कहाँ बिचारा हुनु। के कारणले बिचारा होइन? के कारणले बिचारा होइन? बिचारा भनेको त्यो बिचारा होइन क्या। म चाहिँ एकदम के भन्छ त्यो शब्दलाई, के भन्छ? पर्फेक्टवाला क्या। ए सबै कुरामा ठिक छ। त्यस्तो गरिब दुःखी त्यो खाना नपाएको बिचारा अथवा नराम्रो त्यस्तो होइन। त्यो खाना नपाएको भन्न खोजेको होइन क्या। त्यो बिचारा भनेको चाहिँ त्यो एउटा के भन्छ, त्यो केही कुरो नबुझ्नेहरू होइन। अब केही थाहा नहुने। भन्नाले म पर्फेक्ट छु, म राम्रै छु भन्न त्यस्तो हो। त्यो पनि होइन। ए यो गिम्बल छ भन्नु त। यो गिम्बल हो। बिचारा भन्नु पर्दैन। पर्दैन मलाई बिचारा। म आफ्नो ठाउँमा आफू ठिक छु। मैले बुझेँ। भन्नको अर्थ चाहिँ मलाई बिचारा भन्नु पर्दैन। पर्दैन। म सक्षम छु एकदम। म त्यस्तो नराम्रो झाडपाते होइन। होइन। ए मलाई बिचारा भन्नु पर्दैन।
हाम्रो साथीहरू हे यता अनि तपाईँको पुर्ख्यौली घर कता हो उता शङ्खसभा चैनपुर शङ्खसभा चैनपुर हजुर कुन ठाउँ खामलिङ भन्ने ठाउँमा चामलिङ खामलिङ ए म चामलिङ र तपाईँ खामलिङको तामाङ म तामाङ नै हो ए खामलिङ तामाङ नै बल्स्या बल्स्या हजुर बिहे भयो तपाईँको 3 जना छोरी छ तिनजना मान्छेले त अरूले भन्दाखेरि 3वटा भन्छ तर तपाईँले त 3जना भन्नुभयो शुद्ध नेपाली बोल्नु हुँदो रहेछ नि एकदमै हो हो अयो तपाईँको पुर्ख्यौली घर उता सङ्घसभा हजुर हो यहाँ मरङमा आउनुभन्दा अगाडि कहाँ हुनुहुन्थ्यो तपाईँ म काठमाडौँ बौद्ध टुसल भन्ने ठाउँमा बसेको हो ए एकछिन सम्बन्ध त त्यो माइक्रोफोन अनि के भन्छ यो हामी ल पऱ्यो कति वर्ष भयो त 25 वर्ष 25 वर्ष माया अझै छ झन् धेर छ नि पहिलाको भन्दा ए हो काठमाडौँमा कति वर्ष बसेको 16 वर्ष 16 वर्ष अनि यहाँ पथरी मरङमा सर्नु भएको कति भयो तिरपुर पुगेर 4 मा लाग्यो ए बोल्छ नि 25 हो होइन त्यो कुरा त्यो शब्दलाई मैले बुझेकै छैन म कहाँ एकैचोटि हो भन्छु ए ल अनि हेलो गाइज हामी चाहिँ पारिवारिक कुरा होइन यसो रमाइलो खेलठाटा कुनै कुराहरू अब के भन्छ पहिलाको कुराहरू यसो रमाइलो तरिकाले गरेको होइन हामी चाहिँ माथि पथरी बजारबाट हिँडेर आएको यहाँ घरसम्म यहाँ तपाईँले अगाडिको दृश्य देखाउँछ मान्छेहरूले पुरा हामीले हेरिरहेछ है अनि हाम्रो यहाँ हातमा माइक्रोफोन छ बोल्छौँ क्यानोबाट हिँड्दैछ नानीहरू बाइकमा आउँदैछ हाम्रो चाहिँ अगाडिको भन्नु त्यो क्यामेरा जिम्मल हो कति किनेको अरे त्यो ठिक छ यो आदर्श चोक हो यो आदर्श चोक हो कतिको आदर्श छ यहाँको मानिसहरू एकदम सही छ ए यहाँको मान्छेहरू कतिको मोबाइल खेल्छ कतिको क्यारम बोर्ड खेल्छ ठिकै ए आदर्शवादी हो यो आदर्श टोल आदर्श चोक अरुणोदय स्कुल पनि छ यहीँ नजिकै अरुणोदय स्कुल यता नजिकै हजुर हजुर अनि यहाँ के हाइवे इन्डियाको हाइवे बनाउँदैछ अरे एकदम होस् एकदम सही सुन्नुभएछ हजुरले हो हो बनाउँदैछ ए अनि त्यो चुपिडान चाहिँ कहाँ बस्छ नि को चुपिरहेको गरेको चुपिडान यतै बस्छ अरे नि त त्यो डर मलाई थाहा भएन कता छ हो हजुर हाम्रो यो युट्युबमा आउँछ हो यो भिडियो केही हुँदैन तिमीलाई मलाई के हुन्छ राम्रो हुन्छ झन् खुसी लाग्छ ए ल हामी अहिले उता मरङ के अरे पथरी बजारबाट घरमा जाँदैछौँ होइन अनि जाँदा चाहिँ बाटोमा हिँडेर आउँदा रमाइलो हुन्छ भनेर गाडीमा जाँदाखेरि चाहिँ अलिकति छिटो पुग्छ गफ गर्न पाउँदैन होइन हिँडेर गयो भने चाहिँ एक्सर्साइज पनि हुन्छ घरमा नि यहाँको छोरी मान्छेहरू साइकल कुदाउँदो रहेछ राम्ररी म पनि कुदाउँछु नि ए म स्कुटी पनि कुदाउँछु स्कुटी नि चाहिँ कुदाउँछु म किनेर दियोस् भनेर भनेको मलाई एकदम हो त नि पहिला थियो अहिले थिएन मैले स्कुटर किनेर दियोस् भने स्कुटी नि कुदाउँछु अरे हो हो ए त्यही कारण हामी चाहिँ हिँडेर आउँदा चाहिँ अलिकति माया प्रेमको कुराहरू बढ्छ नि त होइन माया प्रेम त जहिले पनि बढ्छ होइन हिँडेर
हिँड्नु चाहिँ अलिकति टाइम लाग्छ अनि बोल्न पाइन्छ नि त गाडीमा बस्यो भने गाडीमा चढेर आयो भने बोल्न पाउँदैन हो यहाँको डल्लो झरेर फेरि गयो त अनि त्यसले गर्दाखेरि हामी चाहिँ हिँडेर आएको होइन यहाँसम्म चाहिँ एकछिन ल यो आधा चोकबाट यहाँ चाहिँ अब यताबाट कहाँ जान्छ अरे मङ्गलबार बुधबार बिहिबार शुक्रबार हो मङ्गलबार भन्छ ए ल त्यसै हाम्रो बहिनीहरू छ हेलो हेलो गाइस के छ हेर्दा लजाउँदो रहेछ यहाँबाट सिमी डाँडा पुग्छ होइन अनि त्यहाँको नाम के हो अरे पूर्वेली हो पूर्वेली हेलो हेलो पूर्वेली हो हेलो यहाँ आउनु हो कति वर्ष भयो तपाईँ म 3 पुगेर 4 मा लाग्यो हो हो ए सानो घर बनाएको छु हेलो नमस्ते सन्चै हुनुहुन्छ तपाईँ सन्चै हुनुहुन्छ ल जायो ल पछि बोल्नु है त हेलो गाइस हाउ आर यु गाइस हेलो हेलो के त सन्चै नाम सन्जय हेलो हेलो बाटो बाटो हो अन द रोड युट्युब च्यानलको नाम अन द रोड बाटोमा चाहिँ भेट्छ त्यही हाल्नु हाम्रो भाइ हो गुन्जन होइन मेरो भदा ए ल कही छ प के छ तिम्रो नाम के हो अभिनाम तामाङ हो लिनु हो तिम्रो निसम निसुम तिम्रो निसन मम्मी निशान मम्मी भाइको ईश्वर खात्री ईश्वर खातिर हो आउनु भएको छ भन्नु है म भोलि फेरि आउँछु ल ल है पक्नै त ल हामी यहाँ छौँ है त कता हो रमाइलो हुन्छ है रमाइलो हुन्छ हाम्रो यो मरङ होइन त मरङ बतारी हजुर भोलि नाच्छ ल ल ल बाई ल ल ल गजब हेलो गाइस हेलो जानु लागेर हो मैले कति लुबरिन्छ हामी त ल हामी लागि हामी त ए ल ल ए ल ल क्यामेरा नि मर क्यामेरा खाऊ नि कुनै बेला न तोइ मुन हवा ल ल कुनै बेला क्यामेरा खाऊ गाइज अब चाहिँ म मेरो छोरीको फोटो देखाउँछु जुन चाहिँ स्कुल कलेजहरूले चाहिँ उनीहरूको एडभर्टाइजको लागि एडमिसन ओपन भनेर लेखेको थियो र त्यो चाहिँ म आज तपाईँहरूलाई देखाउन गइरहेको छु मेरो छोरीको है त फोटो पोस्टर है त मेरो छोरी है त मेरो छोरी हो यो बिचको चाहिँ अनि नानीहरूको कलेजले चाहिँ यिनीहरूले यस्तो गरेको थियो होइन मेरो नानीको चाहिँ सफा रहेछ है त जुममा देखाइदिउँ ल यता गाइस मेरो छोरी है यो चाहिँ बाउलाई यता हेर्नु अब बाउ यता छ बाउ छोरीको फोटो हो क्या यो छोरीको फोटो बाउ यता छ भनेर देखाएको ल गाइस बाउ पनि हेन्डसम छ है गाइजहरू ल
I don't know what's going on here. Let's see. Oh ho. गाह्रो छ परिवार पाल्न गाह्रो छ दाउरा किन तिर्नु भएको त्यसमा घटक त Oh, खुसी भइहाल्यो नि हौ भाउजू भएर त खुसी गाइजहरू मेरो बाबा चाहिँ यहाँ दाउरा काट्दै हुनुहुन्छ कति मेहनती हुनुहुन्छ बिचरा मेरो बाबा के गर्नु ओहो हातमा त्यहाँ हेर्नु न के हो त्यत्रो ठुलो ठुलो खुसी छु नि यता यहाँ यता सुन्नु त्यही भएर मेरो श्रीमान मेहनती हुनुहुन्छ र म एकदम ह्याप्पी हाम्रो आमा ठामेमा राख्दियो है खाडेर पारिदिउँ कि नौरिदिउँ नौरीमा खाडेर के खाडेर गाइज हेर्नु हाम्रो घर पछाडिको भ्यू हेर्नु दादाले नौरिदिउँ ओहो ओहो ल है ल ल यतिको फ्लेक्स चाहिँ हान्नुपर्ने हुन्छ नि त होइन गाइज नानी आँखामा त्यो काठको धुलो पस्छ है यता फर्क्यौ त लु भन त आज हामी कहाँ गइरहेको पाहुना अङ्कल मात्रै हो हामीलाई दुध बोलाएको छ साथीको घरमा ल तपाईँहरू कहाँ जाने र जुन भाउजूकोमा जाने हो मम्मी हामी त उता बुनु भाउजूकोमा जान्छौँ बिचारा ला मम्मी बाबाको खुट्टा के भयो बाबा के भयो बिचारा अङ्कल प्र्याङ्क गरेको ढाँटेको अङ्कल ढाँटेको ढाँटेको प्र्याङ्क गाइज प्र्याङ्क गरेको नानी बाबाको खुट्टा काट्यो भनेर त्यहाँ हुनुहुन्छ नानी आँखामा लाग्छ कि उता जाऊ न नानु आँखामा काठ पस्छ के नानी तल नजाऊ नानी नानी रात पर्यो के कराएको थाक्यो म गरौँ कसले गर्छु नि त्यहाँ नानी अब नजाऊ है सक्यो है भयो गाइज होइन यो सानो छ
चिड्दैन मलाई खुसी हुन्छ अब त। मम्मी तपाईँ खुसी हुन्छ अरे अब यी बाबुले काट्नु भयो घाँस डोङ्गी किन्नलाई केटा आरे ह्याप्पी मम्मी एकदम ह्याप्पी एकदम खुसी ओहो नानी नानी त्यहाँ लोड छ त्यो त फुल्नु के जान्छ त्यो घुम्छ नानी फोहोर त छ नि झन्डै लडेको नानी कहाँनिर काटौँ यो अब ऊ त सानोपट्टि काट्नु सानोपट्टि काट्नु तपाईँलाई सजिलो होस् मेरो बुढो कति मेहनती हुनुहुन्छ कति एकदम परिश्रम गर्नुहुन्छ गाइडहरू एकदम म भाग्यमानी छु एकदम भाग्यमानी एकदम के भन्छ रेसमा त्यो लक्की एकदम लक्की गर्ल अथवा त्यो ज्याकेट चाहिँ कसको रे मेरो दिलको राजाको उहाँ काट्दैन राजा काट्ने रानी के गर्दै हुनुहुन्थ्यो रानी त हेर्दैछु भाइ अनि म चाहिँ प्रिन्सेस साथीहरू प्रिन्सेस मेरो छोरी मेरो मुटु दुईजना चाहिँ कहाँ होला अहिले भिडियो देख्दाखेरि हामी चाहिँ के तिमीहरू चाहिँ डाँसे है डाँसे त्यसो नभन न त्यो त दुख्छ बाख्रा खाँदैन हजुर खाँदैन त्यो अब हिरो समाउनु आउनुपर्छ यो सब अब 2x मा बनाएर राख्नु हिरो भनेको यस्तो गर्नु क्या डाङ डुङ बाङ बुङ काम भनेको अब त भिडियो गर्दैन होला गरेछ गरे अघिदेखि यहाँ आउनु नि त यताबाट हेर्दा त काम सानो छ त म त यहीँदेखि गर्छु है भाले निकाल्छ भाले के रे भाले ठुलो हुन्छ अरे ठुक्दै हुनुहुन्छ मैले त्यस्तो भने म त जाँदिनँ अब यता नआउनु नि त्यहीबाट भनेको मैले लाइट बिलाउनु न लाइट केही मिलाउनै पर्दैन एकदम पर्फेक्ट छ त्यो भिडियो हेर्दाखेरि तपाईँ फेरि देख्छ भित्र आइसक्रिमको बट्टा छ यहाँ चोरले आइसक्रिम चोरेर खाँदैछ होला घाँटी दुख्छ है फेरि मलाई चाहिँ जाडो भयो काम नगरेर ओए हिलो नै पो रहेछ है ओए मेरो मम्मीले रोपेको मैले झन्डै बिर्सेर भाँचेको चुट्यो मिसन सक्सेसफुल मिसन कम्प्लिटेड ओए भोलि पर्सि के भन्दै थियो मम्मीले सकाइ त मैले मम्मी सक्नुभयो बाबाले सक्नुभयो धन्यवाद रे बाबा
त्यसो गर्नु है थ्याङ्क यू भन्नु थ्याङ्क यू बुढो वेलकम भन्नु न अब त्यहाँबाट त्यो धनियाँको बोट चाहिँ हेर्नु कत्रो रहेछ भात छ बुढी पनि त अनि एकदम मेहनती छु नि त्यसै बुढा खुसी हुन्छ त अन्त नि अनि घरमा सबै कुरा गर्न त अनि उहाँलाई ह्याप्पी बनाउन त खुसी बुढाले पनि जान्नु पर्छ यहाँ अलिकति आउनु न हो यसलाई सुकेपछि लैजाउँ के गर्ने त्यतिकै होस् त्यतिकै होस् हिलो हुन्छ लुगा छोडिदिनुहोस् छोडिदिनुहोस् कस्तो राम्रो हो गाइज मेरो बाबा मम्मी नै क्या ह्यान्डसम एन्ड ब्युटिफुल मेरो दिल हो क्या मेरो दिल 3 जना छोरीको आमा 3 जना छोरीको बाउ आँखा टल्क्यो बाबुको त त्यता त पज गरे है मैले अब टल्किएको छैन नि यता छैन यता त कस्तो राम्रो आएको छ घाँस भाँस तिम्रो हजुर त्यतिकै छोडिदिनु न यसो त्यो घाँस भाँस छोडिदिनु न यस्तो त गर्नु पर्यो भनेर ओ यहाँ देखाउँछ तपाईँलाई काम हो नि त A hardworking man is always a successful. त्यसैले either beautiful wife, beautiful children. Work hard, enjoy fully. अन्त नि होइन 1 महिनाको स्यालेरी आज एक दिनै सबै उडाइहाल्यो अनि अयो work hard for enjoy, no compromise. yes absolutely right Whatever you have front of you, you should do. Okay? No compromise. Don't be lazy. Work hard and enjoy fully. work hard and कराउ जेठी छोरी भेरी मच काम गर्नु गधाले जस्तो, रमाउनु राजाले जस्तो. काम गर्नु गधाले जस्तो हो कि नेपालीमा ताल 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 जुम गर्नु न अलिक. काम गर्नु गधाले जस्तो, नो नभन्नु, नै नभन्नु, गधाले जस्तो काम गर्नु, जे अगाडि आइपर्छ काम गर्नु, नडराउनु, हिम्मत गर्नु, आँट गर्नु, मेहनत गर्नु, तर रमाइलो गर्ने बेलामा पनि राजाले जस्तो इन्जोय गर्नु. यो दुईटा मेरो आदर हो. यो लाइन भन्नु न मेरो 2 शब्द यो कुरालाई चाहिँ म के गर्छु भने आदर मान्छु. मेरो देश र गाइजहरू यस्तै छ होइन हाम्रो चाहिँ डाइरेक्ट भन्नु पऱ्यो त्यसलाई पज गरेर गाइजहरू त्यो चाहिँ हाम्रो बाख्रा एकदमजी अनि मेरो बाबा के गर्दै हुनुहुन्छ बाबा सरी. वर्क हार्ड, इन्जोय लाइक अ किङ. ओके, यसको अर्थ हो मेहनतको साथ काम गर, गधाले जस्तो काम गर, तर मेहनत गर, गधाले जस्तो काम गर र खुसी हुनुपर्ने बेलामा राजाले चाहिँ खुसी बनाउनु. Wow, what a nice line. Give a big hand clap. ताली बजाउनु भनेको क्या यो लाइनको लागि. नानी देख्नुभयो सपोर्टिभ वाइफ कस्तो हुन्छ गाइजहरू. कसैले ताली नबजाए पनि आफ्नो श्रीमतीले बजाउँछ नि. एकछिन छोड्दैन हौ के भयो जेलस भएको बाबाको ज्याकेट लगाएको भनेर. हुँदैन तपाईँको बल मात्रै गयो क्या यो यस्तो हुन्छ कि छोड्नु त पर्दैन चाङ आलुले भनौँ यसलाई बुझेर फिरेछ न अब फेरि नाङ्गो निकी उत्तापट्टि चाहिँ खुट्टा लाग्यो. उत्तापट्टि भनेको यता फेदमा भत्क्यो मेरो घरको गाह्रो भक्रियो. त्यसमा अब गरौँ नि ल यत्रो रुखको चाल्नु भनेको कम हो गाई छ हेर्नु नि तपाईँहरू हेर्नुहुन्छ
दङ बिरो गरेको त्यस्तो होइन होइन गुरुको दङ इथे बाबालाई ग्याप पाइदिएन अन्त घाँस दङ अब छोरी नानी लगेर लड्छ नानी त्यो चाहिँ हाम्रो बाख्रा हो गाइज ऊ त्यहाँनिरको उयो पनि छोड्नु चाहिँ एकचोटि ल ठिकला बस्नु दाम मुगाई हो क्या त दाम थिएन अरे म भेला क्या थिएँ मुगाई के छ भाउजू भाउजू गाइजहरू मेरो बाबाजू यहाँ हाम्रो बाख्रा ओए कत्रो मोटे भएको हाम्रो बाख्रा त वा कस्तो हुस्सी लगाएर तर हुस्स आयो पो ओए कत्रो मोटो बस्छ भएको किसीका नजर नलागे ए गाइजहरू हेर्नु त कहिले खाने हो कसरी खोल्ने त्यो कसरी खोल्ने अब हजुर त्यो कसरी खोल्ने अह मेरो मम्मी चाहिँ यहाँ हुनुहुन्छ यो हाम्रो घर यो सेतो कलरको ल हेर गाइजहरू सेलमा मात्र रु जोडीको 50,000 सस्तो भयो कि महँगो भयो मम्मी यहीँबाट आउँछ मम 50,000 सस्तो हो कि महँगो हो मम्मी यो दुईटा 50,000 मा बेच्दा घाटा हुन्छ कि फाइदा हुन्छ हजुर होइन यसलाई दिनु हुँदैन त्यो पानी देऊ त जानु नि जानु पानी उयो म उयो लाउँछु खोले ल्याउँछु म तताएर ल खानु यसले ग्याप राखेको भयो अब छोडिदिनु ला भिडियो भएन त फेरि जाने कमै कमिया समाउ न कुनलाई यो माउ यो बोलकोलाई देऊ न देऊ त न अब नगरौँला नानी नै गाइज बुढाबुढी मिलेर यसरी काम गर्नुपर्छ किन गर्ने नि झन् यो रियल पो बन्नुपर्छ त भाले पनि दिएको छ ल म भाइसँग दिनु ल पछाडि अघि सफारीमा बसेर आएको अब लुगा फेरि भाले छाबुडिन यता चाहिँ हाम्रो कुखुराको खोर पनि छ है गाइजहरू ऊ मेरो बाबा सक्नु भएन निकाल्दै हुनुहुन्छ कुखुराले नचिनेर त्यहाँ ठुङ्दै हुनुहुन्छ अरे ओहो मैले तपाईँलाई खास तपाईँलाई चाहिँ रेस्पेक्ट एउटा सिङ्गो पर्दैन क्या यो माथि चढ्नु न यो माथि गाई हेर्नु न हाम्रो त कत्रो ठुल्ठुलो भएछ बाख्रा हो कि के हो यो ठुङ्छ है ओहो होइन त यही कन्टिन्यू गरौँ देखेँ उत्ताबाट चाहिँ गर ओहो रातो भाले वाउ क्या चोक मेरो क्यामेरामा ठुङ्छ अहिले नगर्नु मन त डर लाग्छ ठिक छ क्या चोकिन मात्रै 3000 एकचोटि यसरी बोक्न त म यहाँबाट एउटा फोटो खिच्छु यसरी एउटा हातले यसरी हो थम्बनेलमा अलिकति यता आउनु त तपाईँ 1 2 3 भयो ए भालेले पनि पो पोज दिँदो रहेछ त भयो फेरि हान्नु न एउटा फोटो चाहिँ हान्नु त्यसमा 1 2 3 त्यसमा एउटा फोटो हान्नु फोटै हो होइन न यस्तो म फेसबुकमा हाल्छु मेरो फेसबुकमा हाफ मात्र है ल खै